हेलो साथीहरू, आज चाहिँ म करेन्ट ल्याएछु अनि यो चाहिँ खुट्टाको सुप भन्नाले पनि थोरै ग्रेभी जस्तो कामबाट आएर पकाइ पुलाई गरेर म चाहिँ खानालाई बसेँ। करेन्ट खानु मन लागेर अनि त्यहाँ छेउमा चाहिँ छोरी र बुढाले पनि खानु हुँदैछ। एउटा करेन्ट पकाएको त्यही अलिअलि सेयरिङ गरेर खाएको। अनि खुट्टाको सुप के सुप भन्नाले पनि हल्का ग्रेभी, त्यस्तो धेरै सुप होइन। खानु मन लागेर 1-2 पिस मासु पनि थियो र हालिदिएको 3 पिस थियो र अनि खाएँ मजाले। माथिबाट कागती चढेर पिरो पिरो बनाएर बसेर खाएँ। अनि साथीभाइ खानुलाई मेरो त्यस्तै हो, म त लुगासुगा जे छ त्यही लाउने हो है। अनि जस्तो छ त्यस्तै बस्ने हो। कसले मेकअप गरिबस्छ, कसले लुगा फेरि बस्छको हो। त्यति भिडियो गर्नलाई है कहाँबाट जग्गा आउँछ र त्यस्तो। पकायो हो पाकेपछि पस्क्यो हो, मोबाइल तेर्साएर खानु बसिपाल्यो है। क्यामेरा राम्ररी गर्नु पनि जान्दैन, खानु बस्यो जस्तो आउँछ त्यस्तै भिडियो खिचेर एडिट गरेर हाली पनि हालेँ क्या। अनि हेर्नु न त्यो बोसो क्या, त्यति खाएर म त बोसो त्यति बोसो खाएर न्याक्क भयो। त्यत्रो त युट्युबमा भिडियो मेरो छोरी हेर्नु नि त्यहाँ टिटी गर्दै गएँ पछाडिबाट। अनि के त्यत्रो युट्युबमा त्यो मुकबाङ गरेर भिडियो बनाउनुहुन्छ नि, कसरी खानुहुन्छ होला है त्यत्रो 2 केजी 3 केजी 1.5 केजी सुँगुरको बोसो है। ओ माई गड, म त्यति खाएको न्याक्क भइहाल्यो। त्यहाँ छेउमा बुढाहरूले पनि खानु हुँदैछ नि त। अनि म त न्याक्क भएँ भनेको, बुढाले पनि म पनि अगाएँ भन्नुहुँदैछ क्या त्यहाँ छेउमा बसेर। अनि म चाहिँ खाएँ, मजाले खाएँ। मिठो भयो किनकि पिरो पिरो खानु मन लागिरहेको थियो। अनि खुट्टा पनि पिरो पिरो बनाइदिएको थिएँ। बसेर खानु थालेँ। अनि भोलि चाहिँ साथीहरू न्यु इयर हो, हाम्रो नेपाली न्यु इयर वैशाख 1 गते। हजुरहरूलाई नयाँ वर्षको धेरै 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 शुभकामना। मजाले परिवारसँग बसेर मनाउनु होला। अब हामी चाहिँ के गर्नु, काम जानु पर्यो। सबैजनाको काम गयो आयो त्यस्तै। कोही डे ड्युटी, कोही नाइट ड्युटी। एकछिन भेट हुन्छ है, त्यस्तै हुन्छ हामीहरूको नयाँ वर्ष चाहिँ। हजुरहरू परिवारसँग हुनेहरू चाहिँ मजाले बसेर नयाँ वर्ष मनाउनु होला। मैले चाहिँ त्यहाँ करेन्ट खाइसकेँ क्या, अब सुप खाएको। त्यति सुप खाइसकेपछि अनि रेस्ट गर्ने, फेरि भरे ड्युटी जानुपर्ने छ उठेर है। मिठो भयो कि त्यो सुप, साह्रै मिठो थियो। त्यहाँ हेर्नु न हड्डी, त्यो चाहिँ सुँगुरको खुट्टी अनि 3 पिस मासु 1-2 थियो, त्यही मिसाएर बनाइदिएको थिएँ। खाएँ, मिठो भयो मिठो। हस् त, हजुरहरू पनि इन्जोय गर्नु, हजुरहरू पनि खानुहोस् पकाएर है, मिठो बनाएर खानुहोस्। खानुपर्छ जिन्दगीमा है, मरिलानु के छ, दुःख के को लागि गर्ने हो र। यही खानालाई रमाइलो गर्नलाई त हो नि है, खाने हो। मजाले खाने, मन परेको कुराहरू खाने लाउने है। अनि तर हेल्थको पनि ख्याल चाहिँ गर्नुपर्छ, नगर्ने होइन। खाने ठिक्कले खाने है। अनि यो लाग्ने जान्छ साथीहरू, जति थोरै खाए पनि लाग्दो नै रहेछ क्या। त्यही हेर्नु न, सिधाएँ मैले त खाएर पनि। हजुरहरू पनि खानु होला यति भन्दै। हस् त, बाई बाई।